नमस्कार सर, हजुरको परिचय? म लक्ष्मी पर्साई झापा 5 गौरादको स्थायी निवासी। भनेपछि तपाईँ अहिले क्षेत्र नम्बर 5 को मतदाता? यस, म मतदाता हुँ। यसपालि चाहिँ क्षेत्र नम्बर 5 मा चाहिँ एकदमसँगले ठुल्ठुला हेभी वेटवाला चाहिँ उम्मेदवारहरू उठ्नु भएको छ है। जस्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत अरू निकै 24 जना जति हुनुहुन्छ। हजुरको यसपालिको मत चाहिँ कसलाई जाँदैछ र किन दिँदै हुन्छ? देश धेरै ठुलो दुर्घटनामा जाने अवस्था आइसकेको छ। 84 मा हुने चुनाव सरेर 2 वर्ष अगाडि सरेर 82 मा आउँदैछ। जेनजी आन्दोलन जुन 23 र 24 को भयो, त्यो 23 र 24 को आन्दोलनले सायद चुनाव मात्रै सार्ने उद्देश्य बोकेको थिएन होला, केही परिवर्तन गर्नुपर्ने कुराहरू थियो होला। र देशले अहिले के माग्दैछ त्यो सम्पूर्ण सचेत नागरिकहरूले बुझिराखेको अवस्था छ। देशले एकचोटि असल अभिभावक आलङ्कारिक राजा पो खोज्दै गरेको अवस्था हो कि हिजोका दिग्गज नेताहरू इतिहासमा बोलेका थिए उनीहरूले कि 1000वटा टाउका पाल्नुभन्दा एउटा राजा पाल्नु बेस्ट हुनेछ है भन्ने खालका कुराहरू हिजो हामीले ती दिग्गज नेताहरूबाट सुनिराखेको थियो। त्यस्तै आज त्यो चरितार्थ भइसकेको छ। त्यसो हुँदाखेरि अब हामीले वैदिक सनातनी हिन्दू राष्ट्रलाई जोगाउँदै धर्म सापेक्ष राष्ट्र बनाएर आलङ्कारिक राजालाई पनि एउटा स्थानमा राखेर सम्भवतः हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने खालको सम्म बाटोमा हामी जान सक्यौँ भने सायद हामीलाई लाग्छ यसपालिको यो इलेक्सनमा राप्रपाले त्यो बाटोमा लिएर जान सक्छ कि भन्ने हामीले बुझेको छ। त्यसो हुँदाखेरि अबको समयमा हामीले कति पनि आफ्नो मनलाई विचलित नगरिकन यो एउटा जुन विदेशी शक्तिद्वारा चाहिँ देश बिग्रिन आँटेको अवस्थामा, दुर्घटनामा पर्न आँटेको अवस्थामा हामीले सचेत भएर चाहिँ राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चुनाव चिन्हमा चाहिँ हामीले आफ्नो अमूल्य मतदान गरी सम्पूर्ण हलो चुनाव चिन्ह लिएर उठ्नु भएका उम्मेदवारहरूलाई हरेक क्षेत्रबाट निर्वाचित गराई अत्याधिक बहुमतले विजय गराई र जुन 1/3 अथवा 2/3 को बहुमतमा चाहिँ सरकार बनाउन सक्ने बाटोमा यदि राज्य पुग्यो भने पक्कै पनि राज्य चाहिँ एउटा असल निकासमा पुग्न सक्छ होला भन्ने हामी सचेत युवाहरूको, सचेत नेपाली नागरिकहरूको बुझाइरहेको छ। त्यसरी नै झापा क्षेत्र नम्बर 5 मा उठ्नुभएका हाम्रा श्रद्धेय आदरणीय दाई राप्रपाका केन्द्रीय सदस्य गौराद 7 गलडुबा बजार निवासी लक्ष्मी प्रसाद सङ्ग्रौलाज्यूलाई चाहिँ सम्पूर्ण झापा जिल्ला क्षेत्र नम्बर 5 का दाजुभाइ दिदीबहिनी आमा बुवाहरूले चाहिँ आफ्नो अमूल्य मतदान गरी विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। जय राप्रपा, जय वैदिक सनातन हिन्दू राष्ट्र। यति नै हो मेरो भन्नु। सम्पूर्णले यो काम गरिदिँदाखेरि देश पक्कै पनि दुर्घटनाबाट बच्न सक्छ भन्ने हाम्रो बुझाइ छ। हजुरले यो हस्, धन्यवाद सर, धेरै धेरै।